कुरो के भयो थियो भन्दाखेरि मेरो जुत्ताको तुना फुस्किएको थियो कि होइन, पेनाल्टी हान्ने बेलामा मेरो जुत्ताको तुना फुस्केपछि चाहिँ अनि मेरो आफैले लागेको मोजा चाहिँ म आफैलाई गनाएर चाहिने साह्रै नै डिस्ट्र्याक्सन चाहिँ भइरहेको थियो कि होइन, साह्रै नै डिस्ट्र्याक्सन भएको थियो आफ्नै मोजा गनाएर। अनि नाक पनि मैले थुनिरहेको थिएँ कि होइन, नाक पनि थुन्दाखेरि पनि अझै गनाइ भएर अनि मैले पेनाल्टी हान्नै मिसै पाइनँ होइन। अनि कता गर्छ बल भन्ठानेको किप्परको हात चाहिँ गर्छ कि नि है, यो कुरा चाहिँ कसैलाई भनिदिनँ फेरि, तपाईँले पनि नभन्नु होला है। जस पशुपतिनाथको दर्शन पनि गर्न गर्थ्यो त्यो बेलामा गोलेश्वर माताको दर्शन गर्ने पनि भने हो, तर गोलेश्वर माताको दर्शन गर्न चाहिँ बिर्सिएछ होइन, त्यही भएर गोलेश्वर माता रिसाएको पनि हुनसक्छ, त्यही भएर पनि गोल नभएको हुनसक्छ। हेर्नुहोस् पेनाल्टीमा अब देयर आर मेनी फ्याक्टर्स पनि भन्नुपर्छ क्या पेनाल्टीमा गोल नहुनको लागि होइन, त्यो गाह्रो छ, धेरै एनालाइसिस पनि गर्नुपर्छ किन गोल भएन भनेर भन्दाखेरि चाहिँ है। त्यही नि यो पेनाल्टी भन्ने कुरो चाहिँ फेरि डी बाकसभित्र हान्न पर्ने रहेछ कि होइन। यो डी बाकसभित्र हान्ने चाहिँ मलाई फेरि खासै मन पर्दैन। हेर्नुहोस् होइन, आउटसाइड द बाकस हान्ने भएको भए चाहिँ मैले फुत्ता हानेर छिराइदिन्थेँ, तर यो डी बाकसभित्र हान्न पर्ने भएर चाहिँ मलाई अलिकति गाह्रो पनि भयो भन्नुपर्छ है।